दुईटा ओडिआईको त भिडियो बनाएँ है, थर्ड ओडिआईको भिडियो कसरी नबनाउनु भयो कि. सो आई एम हियर विथ माई रिभ्यू अर मेरो फिडब्याक्स अफ द थर्ड ओडिआई अफ इन्डिया भर्सेस साउथ अफ्रिका. T20 सिरिज सुरु भइसक्यो, बट लेट्स गिभ इट अ सर्ट ऱ्यापअप अफ द सिरिज. फर्स्ट गेम दुइटै एकदमै कम्पिटेटिभ थियो. साउथ अफ्रिकाले जितिसक्यो जस्तो लाग्थ्यो, तर 17-18 रन सर्ट भयो होइन. सेकेन्ड ओडिआई दुइटै सबैमा रोहित कोहली सो भइरहेछ. सेकेन्ड ओडिआई तर आउँछ, साउथ अफ्रिकाले पुरै गेमै पल्टाइदिन्छ, चेज गरिदिन्छ र सिरिज 1 हुन्छ. दुइटाको भिडियो त भयो. थर्ड ओडिआई थाहा छ, व्हाइट बल क्रिकेटमा इन्डियाको डोमिनेसन एकदम राम्रो छ. होम अवे अझ ओडिआई भनेपछि त कोहली रोहित छ, सो दे क्यान टेक द लिड लाइक दे अलवेज डु. त्यसपछि भाइज्याग कोहलीको त बेस्ट ठाउँ, 400-500 रन हान्दैछ एउटै ग्राउन्डमा, 98 को एभरेज छ, झन् बढ्यो होइन. सो थर्ड ओडिआईमा आउँदाखेरि चाहिँ साउथ अफ्रिकाले राम्रो स्टार्ट ल्याएको थियो कि. डिककले सेन्चुरी हानेको थियो, 30 ओभरसम्म रन रेट राम्रो 6.57 को रन रेटमा खेलिरहेको थियो. तर जब त्यहाँनिर टर्न अराउन्ड भइदियो, यान्सन र ब्रेभी सङ्जेल पनि मलाई आश थियो कि दे विल गेट अप टु 320, 330 एन्ड द्याट विल बी अ गुड स्कोर टु चेज. त्यसपछि के हुन्छ त, देयर कम्स द गाई, द यस्तो मान्छे लाग्छ मलाई यो बलर कि यसलाई चाहिँ जहिले पनि टिमले चाहिँ त्यति भ्याल्यु गरेर आउँदैन कि जति अश्विनलाई गर्छ, जडेजालाई गर्छ, पहिला हरभजन सिंहलाई गर्छ. तर यो प्लेयरलाई चाहिँ जहिले पनि अन्डरमाइन गरेर आउँछ जस्तो लाग्छ. द्याट इज नन अफ द्याट कुलदीप यादव, 3 फर्मेट बलर भनेर अहिले चिनिँदैछ होइन. सो त्यसले ओडिआईमा आएर पनि यो गेममा त्यो 1 ओभरमा ब्रेभिस र यान्सनलाई विकेट लिएर चाहिँ गेमै टर्न अराउन्ड गरिदिन्छ. सो त्यो भइसकेपछि साउथ अफ्रिका एकदम ब्याकफुटमा आइपुग्छ र जम्मा 270 जतिको टार्गेट दिन्छ होइन. त्यो भएपछि अब साउथ अफ्रिकालाई गाह्रो छ भन्ने कुरा चाहिँ मैले फिल गरिसकेको थिएँ. अनि यो गेममा पनि फेरि रोहित र कोहलीले नै हान्ने हो कि भन्ने भइरहेको थियो नि, हान्छ जस्तो लागेको थियो, किनकि मैले लास्ट भिडियोमा पनि भनेको थिएँ कि कोहली स्योरै म्यान अफ द सिरिज होइन. तर यो गेममा चाहिँ अलिकति डिफ्रेन्ट भयो. हियर कम्स द गाई जो चाहिँ इन्डियाको नेक्स्ट होप हो गिल पछिको, द्याट इज यशस्वी जायसवाल, र त्यसले हान्छ सेन्चुरी अनि हुन्छ 1 विकेटमै गेम ओभर. सो इन्डियाले इजी थर्ड ओडिआई भिक्ट्री गरेर चाहिँ सिरिज आफ्नो नाम पारिसकेको छ. सो टेस्ट सिरिज इट इज 2-0 टु साउथ अफ्रिका अनि ओडिआई सिरिज 2-1 टु इन्डिया. सो अब चाहिँ T20 सिरिजको हामी छिटै भिडियो बनाउनेछौँ. सो सी इन द नेक्स्ट भिडियो. थ्याङ्क यू गाइज.